नमस्कार अनि स्वागत छ। हामी तपाईको लागि अर्को नयाँ भ्याकेन्सी एनाउन्समेन्ट लिएर आएका छौं। 12 क्लास पास गरेको व्यक्तिले दिन पाउनेछ। यो 7 प्रदेशको लागि धेरै जना कर्मचारी माग गरेको छ। यदि तपाईले 12 क्लास पास गर्नुभएको छ भने तपाई यो भ्याकेन्सीको लागि एलिजिबल हुनुहुन्छ। अब हामी भ्याकेन्सी तर्फ लागौं। यो भ्याकेन्सी खुलेको छ मेरो माइक्रो फाइनान्स लघु वित्तीय संस्था लिमिटेडले कर्मचारी आवश्यकता भनेर मिति 2082 साल वैशाख महिनाको 1 गते प्रकाशित गरिएको भ्याकेन्सी हो। यसमा भनिएको छ माइक्रो फाइनान्स लघु वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट क वर्गको वित्तीय कारोबार गर्न इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको लघु वित्तीय संस्था हो। नेपालका 8 वटा बैंकहरूद्वारा संयुक्त रूपमा प्रवर्धित यस लघु वित्तीय संस्थाले हाल नेपालका 64 वटा जिल्लामा 149 वटा शाखा कार्यालय मार्फत लघु वित्त कारोबार गर्दै आइरहेको छ। यस संस्थाको मुख्यतया गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयहरूका लागि दाहाय बमोजिमको जनशक्ति आवश्यकता पर्ने भएकोले योग्यता पुगेका इच्छुक तथा अनुभवी नेपाली नागरिकहरूबाट मिति 2082 साल वैशाखको 15 गते कार्यालय समयभित्र निम्न ठेगानामा आइपुग्ने गरी टोकियोको नमुना बमोजिमको रिटपूर्व दरखास्त आह्वान गरिन्छ। र यहाँ भ्याकेन्सी निम्न प्रकार रहेको छ। सुरुमा 1 नम्बरमा रहेको छ शाखा प्रबन्धक अनुभवी भनेर भनिएको छ। श्रेणी चाहिँ सहायक रहेको छ र संख्या चाहिँ 10 जना माग गरिएको छ। यसको लागि शैक्षिक योग्यता चाहिँ न्यूनतम प्रवीणता प्रमाणपत्र तथा वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघु वित्त तथा बैंकिङ क्षेत्रमा शाखा प्रबन्धकको अधिकतम कार्य अनुभव सहित कम्तीमा 3 वर्ष अनुभव भएकोले दरखास्त दिन सक्नेछ। मोटरसाइकल एवं चालक अनुमति पत्र भएको कम्प्युटर सम्बन्धी दक्ष भएको हुनुपर्नेछ। 2 नम्बरमा छ फिल्ड सहायक अनुभवी पदको लागि श्रेणी रहेको छ सहायक र संख्या चाहिँ 30 जना माग गरिएको छ। न्यूनतम प्रवीणता प्रमाणपत्र तथा वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघु वित्त बैंकिङ क्षेत्रमा कम्तीमा 2 वर्षको कार्य अनुभव भएका मोटरसाइकल एवं चालक अनुमति पत्र भएका तथा कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ। 3 नम्बरमा रहेको छ फिल्ड सहायक प्रशिक्षार्थीको लागि श्रेणी रहेको छ सहायक भनेर संख्या 30 जना माग गरेको छ। न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका व्यक्तिले दरखास्त दिन सकिनेछ। लघु वित्त तथा बैंकिङ क्षेत्रमा कम्तीमा 6 महिना कार्य गरेको अनुभवी मोटरसाइकल एवं चालक अनुमति पत्र भएका र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ। यसमा एक्सपिरियन्स मागिएको छैन। यदि एक्सपिरियन्स छ भनेपछि यो पदको लागि तपाईलाई प्राथमिकता दिइनेछ। तलब भत्ता भनेर भनिएको छ फिल्ड सहायक प्रशिक्षार्थीको भत्ताहरू 18,000, फिल्ड सहायक अनुभवी एक्सपिरियन्स वालाहरूको तलब भत्ताहरू 35,500 र शाखा प्रबन्धक अनुभवीको तलब भत्ताहरू 42,000 देखि 51,500 सम्म हुनेछ। साथै सञ्चार सुविधा, यातायात, सवारी साधन मर्मत सुविधा, बीमा सुविधा, कल्याणकारी सुविधा, उपदान सुविधा, सञ्चय कोष सुविधा आदि प्रदान गरिनेछ। उमेर 18 वर्ष पूरा भई 35 वर्ष ननाघेको तर महिलाको हकमा 5 वर्ष थप हुनेछ। नोट माथिको क्रम संख्या 1 र 2 को पदमा अनुभवको आधारमा 6 महिना प्रशिक्षण कालमा नियुक्ति दिइनेछ। क्रम संख्या 3 को पदहरूमा 1 वर्ष प्रशिक्षण कालमा नियुक्ति दिइनेछ। साथै तत्पश्चात कार्य सम्पादन स्तर सन्तोषजनक भएमा प्रशिक्षण काल तथा स्थायी नियुक्ति दिइनेछ। मुख्यतया गण्डकी र लुम्बिनी प्रदेशका स्थायी तथा सोही स्थानमा कार्यरत रहेकालाई विशेष प्राथमिकता दिइनेछ। थप जानकारी परीक्षाको किसिम आवश्यकता अनुसार लिखित अन्तर्वार्ता र प्रयोगात्मक रहनेछ। आवेदन पठाउने ठेगाना apply.microfinance.com मा गई अनलाइन दरखास्त फारममा भएका विवरणहरू भर्नुपर्नेछ। रिट नपुगी वा म्याद नागी आएको दरखास्त उप कुनै कारबाही हुने छैन। रिटपूर्वक प्राप्त आवेदन मध्ये छनौट सूचीमा परेका उम्मेदवारहरूलाई मात्र छनौट प्रक्रियाको लागि जानकारी दिइनेछ। नोट कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस लघु वित्तीय संस्था लिमिटेडमा निहित रहनेछ। यदि तपाईसँग एक्सपिरियन्स पनि छैन भने तपाई फिल्ड सहायक प्रशिक्षार्थीमा तपाई एप्लाई गर्न सक्नुहुनेछ। र यदि तपाईलाई अनलाइन फर्म भराउनु पर्ने छ भने स्क्रिनमा दिएको WhatsApp नम्बरमा कल गर्न सक्नुहुनेछ।